नमस्कार साथीहरू, आज म हजुरलाई धुनेबेसी 9 धादिङमा अवस्थित अङ्गुर फार्मको अवलोकन गराउँदैछु। हजुरको हेर्न सक्नुहुन्छ, यहाँ अङ्गुरहरू लागिरहेको छ। पहिला जाउँ हामी सबभन्दा माथिल्लो प्लटमा। यो चाहिँ हाम्रो गुस्टमाइनर भन्ने जात हो, जर्मनीको यो ग्रेप्स हो। अनि यिनीहरूमा चाहिँ पालो आइसकेको छ। यो चाहिँ वाइट भेराइटीको ग्रेप्स हो, मतलब अब नेपालीमा हामीले हरियो अङ्गुर भनिन्छ। त्यही जातको अङ्गुरहरू लगाएको छ। भर्खर हेर्न सक्नुहुन्छ, नयाँ नयाँ पालुवा आउँदैछ। अनि अहिले देख्न सक्नुहुन्छ, यहाँ चिचिलाहरू पनि लागिसकेको छ। यो लगभग 45देखि 50 रोपनीमा फैलिएको फार्म हो। अनि यहाँ चाहिँ थोपा सिँचाइले पुरा पानी सप्लाई गरिन्छ। हाम्रो एकजना दाइ दिपाल चापागाई यहाँ थोपा सिँचाइ चलाउँदै हुनुहुन्छ। अलिअलि पानी चुहिया जस्तो छ, मर्मत गर्दै हुनुहुन्छ। थोपा सिँचाइ पाइप लाइनबाट सबैतिरबाट चाहिँ तल होल अङ्गुर बारीमा सप्लाई गरिन्छ। अनि अहिले चाहिँ हामीले मलजलको काम सिद्ध्याएर कटिङहरू सबै गरेर सरसफाइको काम पनि गर्दैछौँ। त्यहाँ हेर्न सक्नुहुन्छ, हाम्रो केही साथीहरू सरसफाइ गर्दै हुनुहुन्छ अङ्गुरबारीमा। अनि यो अलिकति धेरै फैलिएको हाँगाहरू जुन देखिनु आहा, यो चाहिँ वाइल्ड भेराइटिजको हो। यो चाहिँ रुट स्टकको लागि हामीले राखेका छौँ। अनि यता जाम, यो चाहिँ मर्लट भन्ने भेराइटी हो। यो चाहिँ रेड रङ ग्रेप्स हो। योबाट चाहिँ रेड वाइन बनिन्छ। अनि योहरू चाहिँ सबै स्विजरल्यान्डबाट आएको बोटहरू हो। अहिले हेर्न सक्नुहुन्छ, सबै हामीले कटिङ गरेर छोडिदिइरहेको छौँ। अब कुनै कुनै पालुवा आउँदैछ, थोपा सिँचाइ पानी चल्दैछ। अनि बर्डिङहरू पनि आउँदैछन्। अबको 10-12 दिनमा चाहिँ पुरै हरियो भएर आउँछ। अनि थोपा सिँचाइको हेर्नुहोस्, कामहरू भइरह। यो मोटरबाट वहाँ तल खोल्चाबाट चाहिँ पानी लिफ्टिङ गरेर माथि त्यहाँ देख्नु चाहिँ त्यो ट्याङ्कीमा लगेर बल्ल यो अङ्गुरहरूमा पानी आउँछ। यो सबै अब यो माथिल्लो एउटा गरा चाहिँ वाइट वाइनको थियो, गुस्टमाइनर भन्ने। यिनीहरू चाहिँ मर्लट रेड भेराइटिज भयो। अनि मर्लटमा पनि हाम्रो यहाँ 2 किसिमको छ। यो मर्लट एन्ट्याब 181 छ। यो एन्ट्याब 181 भनेको चाहिँ रुट स्टक हो। भने चाहिँ यिनीहरूमा छ, यो रुट स्टक चाहिँ 181 का हुन्। अब यो अलिअलि तलमा अलिक चिसो पुगेकोमा चाहिँ पालुवाहरू मजाले आइसकेको छ। अब यता हेर्दै जाउँ, हाम्रो यो चाहिँ सार्डनेको प्लट। सार्डने भनेको वाइट भेराइटिजको ग्रेप्स हो। यो चाहिँ वाइट वाइनको लागि युज हुन्छ। यिनीहरूमा चाहिँ अलिक छिटो पालुवा आउँछ, मजाले आइसकेको छ। सबै थोपा सिँचाइ पनि चलिरहेको छ। अनि यो हामीले कटिङ धेरै गर्नु कारण चाहिँ यसपालि यसो तलका हाँगाहरू चाहिँ हामीले यसरी निकालिदिइराखौँ। अनि माथिल्लो हाँगाहरूबाट चाहिँ यसपालि फ्रुटिङ हुन्छ। उहाँ कुनासम्मै छ। यो तलको पनि हाम्रो सार्डनेकै प्लट हो। चारैतिर एकदम जङ्गलले घेरिएको छ। यहाँ बिचमा चाहिँ हाम्रो यो प्लट हो। अनि यता अर्को चाहिँ मर्लट RSC 19। यसमा चाहिँ अब माथिकै मर्लट हो, रेड भेराइटी नै हो, तर यसको चाहिँ रुट स्टक चाहिँ RSC 19 भयो। रुट स्टक मात्रै फरक भयो। माथि आउने चाहिँ मर्लटकै हो, रेड ग्रेप्स नै आउँछ नि यिनीहरूमा। पालुवा त्यति धेरै आएको छैनन्, अलिअलि आउँदैछन्। यो सार्डनेहरूमा चाहिँ मजाले आइसकेको छ। यो सार्डने फेरि हाम्रो अङ्गुर अलिक छिटो पाक्छ पनि। हाम्रो रेडभन्दा वाइट चाहिँ अलिक छिटो पाक्छ। अनि यता चाहिँ यो गुस्टमाइनरको जुन सबभन्दा माथिल्लो प्लटको हजुर देखाएको थिएँ, यो चाहिँ गुस्टमाइनरको हो। यहाँ हेर्न सक्छ, यिनीहरूमा मजाले पालुवाहरू आइसक्यो। सेतो सेतो के होला पात्नु भन्नुहुन्छ नि। यो हिजो अस्ति पानी पर्यो, पानी पर्दाखेरि चाहिँ कीटाणुहरू अलिक धेरै लाग्छन् कि भनेर हामीले स्प्रे गरेको, सल्फरको स्प्रे गरे हो। मजाले आइसकेका छन्। यता सार्डनेको भयो।
अब यहाँबाट हामी पारी जान्छौँ। यता चाहिँ यो प्लटमा चाहिँ लगभग 1000 बिरुवाहरूको आसपास छ। पारी चाहिँ हाम्रो सिराज भन्ने हो। यहाँ अलि क्लियर भएको छैन। सिराज भन्ने प्लट छ। त्यसमा चाहिँ अझै ढिला पालुवा आउँछ। यिनीहरू अनि आइसकेका छन् हेर्नु पालुवाहरू। सिराजमा चाहिँ अझै पालुवा आएन। यसलाई चाहिँ लगभग अबको 7-8 दिनमा चाहिँ आइसक्छन् सबैमा। अहिले चाहिँ कुनैमा मात्रै देख्न सक्नुहुन्छ हजुरले। चाहिँ एकदम भिरालै जग्गामा हामीले गरेको हो। पाटामा लगाएका छन्। त्यही भएर यहाँ ठुलो पानी आयो भने पहिरो जाने समस्या पनि धेरै भइरह। अनि हामी सकभर नालीसाली खनेर छोडिदिएका छौँ। अनि सबैमा हाम्रो थोपा सिँचाइ नै लगाएको छ। थोपा सिँचाइको पाइप हेर्न सक्नुहुन्छ। यता चाहिँ अहिले पानी चलाइरहन्छ, उता पारी चलाइरह। यता नि कुनैमा हजुरको पालुवा फालिसकेको रहेछ। हेर्नु त्यो सिराज, यो पनि हाम्रो रेड भेराइटीको ग्रेप्स हो। यो चाहिँ हामीसँग अलि धेरै छ। 3000 बोट हो। अनि यो चाहिँ सबै हामीले इन्डियाबाट लिएर आएको। सो हामीसँग यहाँ 3टा कन्ट्रीको भयो, जर्मनीको, स्विजरल्यान्डको र इन्डियाको। कुनैमा त हजुरको अलिक पुरानो बोटहरूमा चाहिँ मजाले पालुवा पनि फालिसकेको छ। ओ हेर्न सक्नुहुन्छ त्यहाँ, त्यसमा मजाले पालुवा फालिसकेको छ। तलतिर पुरै जङ्गल छ। अनि त्यही जङ्गलको त्यहाँ एरियाबाट चाहिँ पानी लिफ्टिङ गरेर हामी माथि पुर्याउँछौँ। हेर्नुहोस् पुरै माथिबाट हेर्दा तारले बारेको के जस्तो रहेछ भन्छन् मान्छेहरूले। चाहिँ अङ्गुर फार्म अहिले चाहिँ कटिङ गरेर पालुवा नआएको, एकदम कम आएको भनौँ न अवस्था छ। यो पुरै हरियो भएपछि घुम्नलाई एकदमै रमणीय दृश्यहरू देखिन्छ यता। ल यो हाम्रो यहाँ हेर्नु, बर्खा बेला अलिअलि दुःख दिन्छ यसरी पहिरो गएर। यो पनि हाम्रो सार्नेको अनि यो त गुस्टा माइनरको प्लट हो। सबै मजाले आइसकेको छ। अब यिनीहरूमा पनि हामीले यस्तो धेरै आँखा नि कुनमा फल लाग्छ, कुनमा फल लाग्दैन, त्यो हिसाबले हामी छाँट्छौँ। तर अब अहिले त्यो कुनै फल लागिसकेको छ। हेर्नु चाहिँ यसमा फल लागिसक्यो। यो राख्ने, अब यसमा आएन भने यसमा पनि आइसकेको छ। नआएकालाई चाहिँ हामी निकाल्छौँ, आएकालाई चाहिँ हामी राखिरहेको हुन्छौँ। अब यिनीहरू पनि धेरै आँखा तलका यसरी सबै निकालिदिने हो। अनि माथिल्लो आम्सहरूबाट चाहिँ अब यता चाहिँ नयाँ आम्स हामीले लिन्छौँ। यो चाहिँ पुरानो आम्समै आइरह। अनि जति पुरानो बोट भयो त्यति फेद मोटाउँदै जाने हो यिनीहरूको। अहिलेलाई तिनी हेर्नुहोस्, अबको 10 दिन 12 दिन पछि अझै हरियाली भएको, अझै ठुल्ठुला मुनाहरू भएको भिडियो पोस्ट गर्नेछु। प्लिज लाइक, सब्सक्राइब एन्ड कमेन्ट अनि सेयर नि गर्न नबिर्सिनु होला है त। हस्, धन्यवाद।